ल माइती त तपाईँ सब्जी पकाइसक्नु, म रोटी पोल्ने बेलामा आउँछु ल। आन्टी हुन्छ ल ल अहिले रोटी पोल्ने बेला म बोलाउँछु नि, जानु बस्दै गर्नु, सब्जी पाकिहालोस् कि ल जानु। अब म गर्नु पर्यो। कहाँ यतिसम्म कहाँ थिएन नि त? ए माइती ल किचनमा काम सघाइदिएको थिएँ। तँलाई के काम गरेर राखेको यहाँ? माइजूले गर्नु सक्दिन? माइजूले गर्नु सक्दैन त्यति काम? तँलाई पढ्नु पो राखेको त यहाँ साला। ए आमा पनि अलिकति काम सघाइदिँदा के भयो त? कति सजिलो नि उसलाई काम गराउनुलाई, भान्जीलाई काम लगाउनु पढ्न आएको मान्छेलाई। कस्तो खालको आइमाई रहेछ यो त? मेरो छोरीले यसलाई काम गर्न राखेको हो त्यसको मेरो नातिनीलाई। तैँले के गरेको? त्यो भान्जीलाई काम दलाइ गर्छस् त? पढ्नु पो राखेको त यहाँ। अनि मलाई काम गर्न सक्दिनस्? मैले के काम दलाए आमा, मैले त केही काम गराएको छैन मान्छेलाई। के सब्जी काट्नु, के आटा मुस्नु, के गर्नु न आउँछस् त? तँ गर्न सक्दिनस्? भान्जी आफै आउनु भएको, मैले त लगाएको होइन है आमा। अब माइती सघाइदिन्छु भन्दै आउनुहुन्छ, के गर्नु त? पढ्नुपर्छ तैँले, भान्जी काम लगाएर पढ्नुपर्छ। काम गर्नु पर्दैन है, पढ्नुपर्छ। तिमी राम्रो नम्बर ल्याऊ भन्नु पर्दैन? काम लगाउँछ यहाँ आएपछि बाठी। एउटा भान्जी राखेको छ देखि छैन है यसले त। म गएको। ए भान्जी छोड्नु छोड्नु, म गर्छु छोड्नु। किन माइजू? होइन होइन तपाईँ जानु, गएर पढ्नु हेर्नु, तपाईँको काम गर्नु, म गर्छु किचनमा। तपाईँ नआउनु, जानुहोस् त, म आफै गर्छु, जानु। छोड्नु माइजू, तपाईँ एक्लै कतिखेर गरिसक्नुहुन्छ? दुईजना भयो भने छिट्टो हुन्छ। होस् होस् छोडिदिनु, म आफै गर्छु, तपाईँ जानुहोस्। म बोल्छु नि आरामले भए पनि, तपाईँ जानुहोस् ल। किन माइजू के भयो अचानक? आमाले के भन्नुभयो क्या तपाईँलाई? तपाईँ सानोदेखि यहाँ बस्नु भएको, तपाईँलाई मैले आजसम्म राम्रो केही गरेको छुइनँ। तपाईँले आफै आएर मलाई काम सघाउनु भएको, तर मैले कति सुन्नुपर्छ भान्जी। यो माइजू भनेको जातै अब्जसै हुँदो रहेछ क्या। हामीले जति गरे पनि देखिँदैन क्या, छुट्याउनेमा नाम आउँछ हाम्रो। अब यो काम पनि तपाईँ आफै सघाइदिँदैछ, तर मैले तपाईँलाई काम गराएको भनेर मैले डेली गाली सुन्नुपर्छ, जहिले मैले अनेक थोक बचत सुन्नुपर्छ भान्जी। तपाईँ केही नगर्नु नि, तपाईँ गएर बस्नुहोस्, म आफै गर्छु। म डेली सुन्नु सक्दिनँ, कति सुन्नु भन्नुहोस् त। के भन्नुभयो? मैले के भनिरहेको? यही भन्नु जस्तो लाग्दैन त मलाई। मलाई पक्का थाहा छ तपाईँ माइजूले के न के भन्ने भयो। अहिले मलाई नराम्रो बनाउनु खोजेको। उसले के भने कि? मैले केही भएको छैन त माइजूलाई। अहिले के नभने क्या माइजू रुनुहुन्छ होला नि? म आफै काम गर्नु गएको, माइजूले मलाई काम गराएको होइन। म मेरो घरमा बसेको हो नि त, मम्मीलाई काम सघाउँथेँ। यहाँ काम सघाउँदा चाहिँ के हुन्छ? तँलाई के थाहा छ र? तँ लाठी गोक्थे। तपाईँले यस्तो भन्नुभयो म त जान्छु नि। म नराम्रो भएर बस्नु सक्दिनँ नि फेरि। तपाईँले गर्दा मात्रै म नराम्रो हुन्छु जहिले माइजूसँग। मैले मेरो लागि काम सघाएको